के तपाईहरु पनि सोचमा हुनुहुन्छ कि आखिर टोनमा इलेक्ट्रिक स्कुटर नै किन? यदि छ भने आओ बुझौं यसको स्मार्ट फिचर। यसलाई चाहिँ एनएफसी कार्ड भन्छौं। यसले यसको टचबाट गाडी स्टार्ट हुन्छ अनि फेरि टच गरेपछि अफ हुन्छ। टच गरेपछि अन हुने भयो अनि फेरि चाहिँ टच गरेपछि अफ हुने भयो। रिमोट की पाउन सक्नुहुनेछ जसमा चाहिँ तीनटा बटन हुन्छ। लक बटन, स्विच अन अफ गर्ने अनि चाहिँ अनलक बटन। यो रिमोटबाट नै स्टार्ट हुन्छ अनि रिमोटबाट स्टार्ट भएपछि फेरि रिमोटबाट नै अफ हुन्छ। यसलाई चाहिँ पहिला अनलक गर्ने अनि त्यसपछि चाहिँ त्यसलाई लक गर्ने अनि लक भइसकेपछि अगाडि सार्दाखेरि अथवा पछाडि सार्दाखेरि साइलेन्ट बज्छ। यसलाई हामी एन्टी थेफ्ट लक भन्छौं जसले चाहिँ गाडी चोरी हुनबाट जोगाउँछ। यसमा अर्को फिचर चाहिँ क्रुज कन्ट्रोल आउँछ। यसले चाहिँ स्पिड होल्ड गर्ने हो अनि रिभर्स गियर पनि आउँछ यसमा।